सुनेको कुरा कहिले पनि सत्य हुन्छ भन्ने पनि छैन। एमकेलाई गुड लक। जय होस् यति एथलेटिक क्लब प्रभुहरूको सबैजनाको कल्याण मेरो भगवान तपाईँहरूको सबै उहरू चाहिँ कार्यहरू सफल होस् है। हजुरहरूको साथीहरू सबै खाना आउनु भएको छ। यति एथलेटिक क्लब प्रभुहरूको आगमनको लागि प्रतीक्षा गर्न चाहिँ प्रभुले जय होस्। प्रभु सेवा गर्ने मौका दिन होला। हेलो गाइज, नमस्ते। म तपाईँहरूको मानव कृष्ण ढकाल फेरि प्रस्तुत भइसकेको छु आफ्टर अ लङ टाइम। भर्खर उठ्दैछु, भर्खर आँखा खुल्दैछन्। आज चाहिँ खास भिडियो भन्नुपर्दा धेरै पछि फेरि भिडियो बनाउनु मन लाग्यो। आज हाम्रो यति एथलेटिक क्लबको आफ्नै इन्टरनल टुर्नामेन्ट पनि छ, प्लस सबैको भेटघाट आज धेरै साथीभाइसँग नभेटेको धेरै भयो। मलाई फेरि हल्का घुम्न मन लाग्छ यस्तो साथीभाइसँग हुने, गेम पनि खेल्ने। मलाई फेरि एकदम फुटबल त छोड्न सकिन्न होइन, फुटबल खेल्नै पर्ने, साथीभाइ चाहिने। अब सधैँ साथीभाइसँगै खेल्ने हिँड्ने सबै सँगै त सधैँ त हुँदैन। तर आज ठ्याक्कै सबैजना अब 10-12 जना साथीभाइसँग त सधैँ भेट्ने, टुर्नामेन्टहरू खेल्ने सँगै त भइन्छ। तर पनि सबैजनासँग सँगै भएर पिकनिक मनाउने, रमाइलो गर्ने, फन गर्ने, खेल्ने सबै कुराहरू चाहिँ आज यसो हामीले यो मिलाइरहेका छौँ। आज मिलिरहेको छ, आज सबैसँग भेट्न पाइन्छ। आज यो भिडियोलाई ठ्याक्कै क्याप्चर गर्न मन लाग्यो। त्यही हो, लेट्स सी। अब हामी जान्छौँ अब ग्राउन्डतिर होइन। अब हामी त्यहाँ जान्छौँ, कस्तो हुन्छ के हुन्छ अब त्यतितिर देखिने हालत छ गाइज। यो हाम्रो गल्ली हो गाइज, गल्ली 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 वाला लटका है, गल्ली वाला लटका। आज चाहिँ खासमा म मन्दिर जाने समय हो। एभ्री सन्डे म सकेसम्म मन्दिर जान्छु। अनि मन्दिरमा जल नचढाएसम्म म एकदम भगवान्लाई चाहिँ सन्डे चाहिँ एकदमै, अरू दिन टाइम नमिले पनि सन्डे चाहिँ एकदमै पुगिरहेको हुन्छु। अनि आज सन्डे चाहिँ आउन नपाएको कारणले चाहिँ सरी भन्दैछु। खास किन भन्दाखेरि मैले जल नचढाएभन्दा अगाडि केही पनि खाँदिनँ। अहिले चाहिँ म अब बिच बाटोमा चाहिँ कफी खान थालेको छु। अब अरू केही कुराहरू पनि खाइन्छ होला, त्यही भएर चाहिँ सन्डे चाहिँ त्यसको लागि सरी भन्दै म ठ्याक्कै अगाडि स्टार बक्स लिएर पुगेँ। फाइनल्ली एमके ढकालको कफी आइसक्यो गाइज। अब मेरो फेभरेट वान क्याफे लाटे आइसकेको छ। अब खाँदै गइन्छ। केटाहरूलाई भर्खर फोन हानेको थिएँ, कहाँ ल्याए लोकेसन, यो दामी ठाउँ चाहिँ रहेछ होइन। तर चाहिँ कहाँ ल्यायो भन्ने नै थाहा भएन के हो। मेरो छोरी कुनामा यसरी बसेकी रहेछन्, यस्तो मजाले बसेकी छिन् छोरी। टक्क लगाएर कहाँ पुग्यो यो थाहा छैन। फाइनल्ली पार्कमा आइसकेका छौँ, कोही पनि आइपुगेका छैनन्। म मात्र अगाडि आएको छु अनि मनिषलाई अगाडि देखेँ। हामी दुईजना आएको छौँ होइन। टुकुटुकु एउटा बल छ, टुकुटुकु पास किन जाने। हामी एकदम टाइमिङमा आउने मान्छे हो, हामीलाई टाइमको एकदम भ्यालु थाहा छ। अरू केटाहरूलाई टाइमको भ्यालु पनि थाहा छैन, सिकाउनु पर्ने भएको छ केटाहरूलाई। हामी चाहिँ आज कता 3टा टिम होइन त, हामी रेड टिमबाट खेल्दैछौँ। इन्टरनल गेम हो, तर हाम्रो टिममा हामी ठिकै छौँ। अब हिजो केटाहरूले त के अरे सजन राज पैदसँग फुटबल खेलेर रहेछ। उनीहरूले खेल्यो भने हामीसँग चाहिँ सजन राजले खेल्न पाएन नि त, उसको दुर्भाग्य हो। हामीसँग खेल्नुपर्छ फुटबलको हिसाबले। अब सिङ्गिङको हिसाबले त हामी फेरि उसँग उभिन पाउनु फेरि ठुलो कुरा हो भन्ने के, आफ्नो आफ्नो सेक्टर है। फेरि अन्यथा चाहिँ नलिनु, फेरि कोही आएर गालीसाली हान्न चाहिँ पाइँदैन। फुटबलको हिसाबले मात्रै भनेको फेरि, अरू कुरामा त हामी उसलाई जित्न सक्दैन। फुटबलमा त हामी स्योर जित्छौँ 100मा 100 होइन त। मुर्गा बनाइदिन्छौँ फुटबलमा चाहिँ। त्यस्तो त होइन, उसलाई सिङ्गिङ चाहिँ आउँछ, उसलाई चाहिँ खेल्छ अलिअलि।
फनको लागि खेल्नुहुन्छ होला है सरी यो अलि जिब्रोबाट कहिले काहीँ यस्तो हुन्छ हामी चाहिँ एकदमै के भन्छ यसलाई एकदम तनावग्रस्त भइरहेका छौँ केटाहरूको यस्तै पारा हो भने हामी घर गएर हामी सुत्छौँ अब उनीहरू आएर खेल्छन् मसँग हुनुहुन्छ हाम्रो यति एथलेटिक क्लबको म्यानेजर सुरुदेखि नै धेरै लामो सङ्घर्ष गरेपछि यो हाम्रो यति एथलेटिक क्लब चाहिँ स्टार्टिङदेखि दाइले म चाहिँ एज अ प्लेयर उहाँले एज अ म्यानेजरबाट स्टार्ट भएको अहिले चाहिँ मेन म्यानेजर उहाँ हुनुहुन्छ उहाँलाई सपोर्ट गर्न चाहिँ कैलाश कार्की र नसिदा हुनुहुन्छ होइन अहिले त्यसरी क्लब चलाएको छ दाइले चाहिँ अहिलेसम्म क्लबलाई निरन्तर चलाइरहनु भएको छ के भन्नुहुन्छ आजको विषयमा गर्नुहोस् फर्स्ट अफ अल त सबैलाई नमस्कार आज हामी चाहिँ यति एथलेटिक क्लबको चाहिँ हामी फर्स्ट पिकनिक गरिरहेछौँ र यो चाहिँ हाम्रो यति पिकनिक इन्टरनल टुर्नामेन्ट र न्यु इयर सेलिब्रेसन नेपाली न्यु इयर सेलिब्रेसन गर्न गइरहेछौँ र यो चाहिँ हाम्रो सबै टिमका प्लेयर्स साथीहरू र अन्य साथीहरूलाई पनि हामीले इन्भाइट गरेका छौँ र आजको हाम्रो यो पिकनिक कार्यक्रम चाहिँ निकै नै भव्य र रमाइलो हुनेछ भन्ने आशा लिएको छौँ पक्कै पनि रमाइलै हुन्छ र यहाँहरू सम्पूर्णलाई पनि न्यु इयरको धेरै धेरै शुभकामना र सबैजना भेटघाट पनि हजुर सबैजनासँग भेटघाट गर्नेछौँ रमाइलो गर्नेछौँ आज हाम्रो 3वटा गेम पनि हाम्रो इन्टरनल टुर्नामेन्ट पनि हुनेछ 3टा म्याच हुनेछ येल्लो रेड ब्लू टिमको म्याच हुनेछ र हामी रमाइलो गर्नेछौँ बल्ल हाम्रो पोस्ट बन्दैछ यहाँ सन्तोष भाइ यहाँ मनिष गेम हुने भनेको 10:30 थियो यहाँ 11:30 पोस्ट बन्दैछ यस्तै पारा हो भने हामी फुटबलमा चाहिँ अगाडि बढ्दैनौँ हामी पिकनिकमा डान्स गर्न सक्छौँ त्यही हो गाह्रो छ अहिलेसम्म अझ कोही पनि आइपुगेका छैनन् जिन्दगानी यस्तै छ अब हेरौँ के हुन्छ कति बेला सकिन्छ कति बेला पिकनिक हुन्छ तर टाइमिङ चाहिँ अलिक बिहान नदिएको भए हुन्थ्यो है अलि 1 घन्टासम्म सुतिन्थ्यो कि बढी बिहान फुटबल भनेपछि यही हो क्या निद्रा सिद्रा भोक प्यास हटाएर आइन्छ लास्टमा 2 घन्टा पछि आउँछन् केटाहरू धोकेबाज साथीहरू तिमी धोकेबाज साथीहरूलाई हामी अब गेममा पछाडि गोल हानेर ठिक गर्छौँ के हुँदैछ पारुको खबर अनि ठिक छ हिँड्दै गरेको एकछिन म आएँ ल हाम्रो टिम म्यानेजमेन्टबाट हाम्रो लेजेन्डरी प्लेयर एल्फा कन्स्ट्रक्सन लेजेन्डरी प्लेयर नसिदा आउनु भएको छ के भन्नुहोस् त आज गेममा के भन्नु हाम्रो जित्छ होला त्यो त अभियस छ टप स्कोर मै हुन्छ होला ठिक छ अरू एमकेलाई गुड लक अरू केही छ भन्नु एकदम दामी छ आज वेदर पनि हल्का काम लागेको हल्का चिसो चिसो हावा चलिरहेको एकदम बवाल छ यहाँ पोस्ट बन्दैछ मिस्टर एमके ठिक छ हामी आज प्रोलिफिक स्ट्राइकर आज हाम्रो के हुँदैछ भने हाम्रो यति एथलेटिक क्लबको हामी एज अ प्लेयर एज अ म्यानेजर बोथमा देख्न पाउँछौँ हामी आज के अरे कैलाश कार्की हजुर यसलाई चाहिँ हामी भव्यताका साथ चाहिँ रमाइलो गर्दै सम्पन्न गर्नेछौँ होइन त त्यही हो दिनेश दिपेश सरी बाई बाई गेमभन्दा अगाडि गाइजहरूले चना खाएर डाइट खाँदैछन् हाम्रो प्लेयर यस्तो डाइट हाम्रो स्पोन्सर आज डाइट मर्निङमा डाइट खाएर दाइले गेम जित्दिन्छ त यसरी यो हाम्रो स्पोन्सर तर हाम्रो नसिब दाइ यार यत्रो लेजेन्डरी प्लेयर खतरा प्लेयर भएर उहिलेदेखि आज आएर बियर खानुभयो मलाई चित्त दुख्यो गेम जित्ने भनेर प्लान बनाएर आएको बेला दाइ चाहिँ झ्यापुन थालेपछि हामी कसरी गेम जित्छौँ डिफेन्डरबाट फर्स्टमा येल्लो र ब्लू हुँदैछ हामी रेडबाट खेल्दैछौँ हाम्रो यो पछि रे दाइ यो पछि सबै ठिक छ तर पनि हामीले जित्नुपर्छ ल सुरुमै मिस भएको छ ब्लूबाट हाम्रो रेफ्रीमा घिसिङदाइ हुनुहुन्छ हाम्रो रेडको प्लेयर आउँदैछन्
बल आउट गएको छ। अब अहिलेसम्म 2-1 भइरहेको छ। येलो 2 ब्लू 1। हाफ सुरु भइसकेको छ। छिरिङ अवस्था ठगिदो गेम जित्ने भयो त? ब्लूलाई जित्यो नि त? 3-1 भइसक्यो होइन? जो जितिन्छ, किनभने अब टाइम धेरै छैन। 10 मिनट 2 गोल हान्न गाह्रो छ। अब त एकदम गाह्रो छ। अब हेरौँ के हुन्छ। यता गेम चाहिँ ब्लूले जित्छ भन्ने एक्सपेक्ट थियो सबैको, तर चाहिँ उल्टो भयो। केटा राम्रो खेले होइन? अब हेरौँ के हुन्छ। गेम हो के हुन्छ। खेल्नु पर्यो। हाम्रो रेड टिमहरू यहाँ बाहिर दर्शक गइरहेको छ अहिले। हामी लगातार 2 गेम खेल्नु पर्ने छ पछाडि। ल ठिक छ। ल एक्सर्साइज यति हुनुपर्छ। ल यता गेम चलिरहेको छ गाइस। हाम्रो हल्का वार्मअप भइरहेछ। च्याम्पियन हुने सिम्टम्स देखिरहेछ। सिम्टम्सले के गर्ला जस्तो छ है? जित्नुपर्छ। मासु भएको पाएन? ल दामी मासु चाहिँ खाइएको छैन। अब खान बाँकी छ। म ल हो ल धन्यवाद। एमबिपी दिनै पर्यो। अब एमबिपी दिएपछि पछि दिन्छ दिँदैन, तर अनाउन्स गरिसक्यो भाइले। अब के हुन्छ पछि हेरौँ होइन? ल अब जोस्। अब हेरौँ। मासु चाहिँ खान थालेको छु। चिकन खाँदैछौँ हामी। ल हाम्रो नेउर दाईको केही भन्नुहोस् त दाई। ओ नेउर दाई सेप कस्तो आउने त भन्नुहोस् त तपाईँको? एकदमै बवाल दाईको। राम्रो भइरहेछ। अब मासु खाँदैछु अहिले। मासु ब्रेक। क्यारमबाट भाग लिएको छु। अब क्यारम के हुन्छ हेरौँ। कृपया रेड टिमका सम्पूर्ण प्लेयरहरू तपाईँहरूलाई हामी विनिङ ट्रफी डिस्ट्रिब्युसन गर्न गइरहेका छौँ। यो सबै र सम्पूर्ण अतिथिहरूलाई यो विनिङ ट्रफी दिनुहुन म अनुरोध गर्न चाहन्छु। फाइनल च्याम्पियन भयो। खुसी छु म आज निकै नै। अब चाहिँ कबाट राख्नलाई आएको थिएँ। अब टक्क फेरि अब एकछिन क्यारम स्यारम के हुन्छ। अब इन्जोय सबै कुरा गरिन्छ। अब हेर्दैछौँ के हुन्छ। गाइजहरू पुरै यहाँ बारबिक्यू गर्दै खाँदै केटाहरूको यस्तो छ गाइजहरू। के हो पारा के हो? फाइनल हामीले 6 हान्यौँ। बवालै हो। दाहरूको रमाइलो भइरहेछ। ल ठिक छ धन्यवाद है। तपाईँहरूले एकदमै सबलाई खुवाइदिनु है मासु बनाएर। क्यारम पनि दर चल्ला पारे। अब तपाईँ घल्दा होइन? तपाईँ मेरो गेम हो। अब यसपछि गेम खतरा हान्नुहुन्छ तपाईँ? ए तपाईँ कडा हुनुहुन्छ। म नसक्ने मान्छेसँग मसँग हो नि त तपाईँको क्यारम। हेरौँ अब के हुन्छ तपाईँ मेरो। हामी यहीँ रहेर पढ्थ्यौँ नि त्यही। त्यसपछि के हुन्छ। ल ल ल ल यता गेम भइरहेको छ। कसले जित्ला जस्तो छ अहिलेको अवस्थामा हेर्दाखेरि? कसले जित्ला जस्तो छ? कस्तो छ बडी? के छ सन्तोष आएको? के छ फिलिङ्स? जित्ने हो? जित्छु भन्ने फिल कस्तो भइरहेछ हो? ल के छ दाइ तपाईँको अवस्था के छ? जित्छु भन्ने के छ? कन्फिडेन्स कस्तो छ? ल ठिक छ त्यसो भए। ल के हुन्छ गेम हामीले हेर्दैछौँ। हाम्रो दिनेश सुधा साइडबाट हामीले गेम एकदम सर्वेक्षण गरिरहेको छन्। तर यस्तो बवाल आइरहेको छ। कसले? नेक्स्ट गेम आइरहेको छ गाइस। ल खेल्नुहोस्। भाइ आउट भइसकेका छन्। कैलाश चाहिँ यहाँबाट नेक्स्ट राउन्डको लागि जानुभएको छ।
ह्यामको ढकालले पनि के गर्छ पछि हेर्दै गर्नु होला। अगाडि अब आर्चर गेम भइरहेको छ, यसमा अब कसले जित्छ थाहा छैन, म पनि समावेश हुँदैछु, के हुन्छ अब। सञ्जय रुङलाले निशाना ताक्दै हुनुहुन्छ। उहाँको निकै फितलो, निकै नै फितलो तीर धनुष प्रहार भएको छ यहाँ। दोस्रो प्रहार फितलो भएको छ उहाँको। अब सोनम लामा, सोनम लामा आउँदै हुनुहुन्छ। सोनम योन्जन, उहाँको के निशाना लाग्ने छ त? पक्कै पनि लाग्छ या लाग्दैन, अब हामी केही समयमा थाहा पाउने छौँ। लागेन, उहाँले सिधै रुखलाई हान्नुभएको छ। निशाना मिस भएको छ यहाँ। अर्को निशाना काट्दै हुनुहुन्छ सोनम योन्जन। निकै नै राम्रो धनुष हान्दै हुनुहुन्छ उहाँले, तर निशाना छुटेको छ। र अबको क्रममा घले दाई आउँदै हुनुहुन्छ। उहाँको निशाना कहिले पनि मिस हुँदैन र कहिले पनि लागेको छैन। र घले दाईको अर्जुन दृष्टिबाट निशाना तान्दै हुनुहुन्छ। घले दाईको राम्रो निशाना, ब्ल्याकमा हो राम्रो निशाना घले दाईको। दोस्रो प्रहार भएको छ। अबको क्रममा एमके ढाका त्यो अवस्था अड्केको छ। पखाइ नहानिहाला सबै लिएर सबै त्यो ती छोड्दै त्यो लगो दाइ विनर उहाँ नै होला जस्तो लाग्यो मलाई। पखाइ नहानुलाई हामीले सुनेको कुरा कहिले पनि सत्य हुन्छ भन्ने पनि छैन। हामी देख्नेछौँ उहाँको मिस भयो पहिलो सट। दोस्रो सट हान्नको लागि रेडी हुनुहुन्छ। जय बजरङ्गबली। दोस्रो सट हान्नको लागि एमके तयारी अवस्थामा उहाँले मुख चुप्प पारेर हान्दै हुनुहुन्छ। निशाना अचुक प्रहार थियो तर मिस भयो। क्रममा कैलाश कार्की जय श्रीरामको नारा लाउँदै तीर धनुष हान्नको लागि तयारी अवस्थामा हुनुहुन्छ यहाँ। कैलाश कार्कीको निशाना अचुक हुन सक्दैन तर अचुक छुटेको छ यहाँ। छिरिङ लामा उहाँ निकै नै राम्रो निशानाबाज होइन तर उनीहरूलाई सिकाइरहनु भएको छ। कैलाश कार्कीको दुइटै निशाना मिस भइसकेको छ यहाँ। मात्रै निशाना लाउन सफल हुनुभएको छ सुदीप गुरुङ। तीर धनुषमा निकै नै फितलो हुनुहुँदो रहेछ सुदीप गुरुङ। हामीले पनि उहाँले पहिलो निशाना फुत्काइसक्नु भएको छ आफ्नै हातबाट फुत्त। निशाना अलिकति खेर गएको छ। ल हान्नुहोस् सिधै येलो हानिदिनुहोस्। येलोमा सिधै येलोमा ओए अलिकति छड्के भयो ल अलिकति छड्के भयो। अदरवाइज त्यहाँ जेली हुन सक्थ्यो। योना दाईले हान्दै हुनुहुन्छ अहिले। योना दाईको निशाना एकदमै राइट हुने गर्दछ। के हुन्छ हेरौँ निशाना। सही हो र विनर हुन सफल हुनुभएको छ रोशन अधिकारी। यो आर्चर गेममा रोशन अधिकारी प्रथम हुन सफल हुनुभएको छ। उहाँलाई धेरै धेरै बधाई। दोस्रो हुन सफल हुनुभएको छ घले दाई। कहाँ जानु हो घले दाई तपाईँ गेममा सेकेन्ड हुन सफल हुनुभएको छ। र हामीले यो क्याटेगोरीमा केवल फर्स्ट सेकेन्डलाई मात्रै मेडल ट्रफी दिने गरेका छौँ। यहाँ सर्टपुट भइरहेको छ। ल ठिक छ, यहाँ सर्टपुट भइरहेको छ। म चाहिँ खुट्टा अलिकति इन्जर्ड भएर हान्न पाएन। केटाहरूले राम्रो हान्न छ। यहाँ सर्टपुट छुट्टै भइरहेको छ यता। के छ नस्ताबी के भयो सेकेन्ड हुनुभयो। ए ठिक छ ल राम्रो हान्नु पऱ्यो। सेकेन्ड हुन सफल हुनुभएको थियो। उहाँलाई म यो ट्रफी दिनु हुनको लागि राजन शर्मालाई अनुरोध गर्न चाहन्छु। बधाई छ कैलाश कार्कीलाई।
प्रथम हुन सफल हुनुभएको छ सुरेश तामाङ। उहाँ गइसक्नु भएको छ। उहाँको यो मेडल रिसिभ गर्नको लागि म सञ्जय तामाङलाई अनुरोध गर्न चाहन्छु। सर्ट पुट थ्रोको मेडल दिन हुनको लागि सञ्जय भाइले रिसिभ गरिदिनु होला र यो सर्ट पुटको मेडल प्राप्त गर्न सफल हुनुभएको छ प्रथम सुरेश तामाङले। धन्यवाद सञ्जय भाइलाई। धन्यवाद।